र यो अरबिक देशहरूमा पनि यो हाते आइरनहरू चाहिँ प्रयोग गर्थे रहेछन् पहिला। यसरी यो पहिला हिस्टोरिकल पुरानो सामानहरू चाहिँ यसरी म्युजियममा मजाले सजाएर राख्नुभएको रहेछ, राखेको रहेछन्। यो चाहिँ चियाहरू कफीहरू बनाएर चाहिँ पिउने पुरानो पहिलाको सामानहरू। अनि यता गएर यो चाहिँ खानाहरू पकाउने, खानाहरू पस्काउने पुरिनको पन्यु भाँडा कुराहरू चाहिँ यस्तो थिएछ। चार्ने पानी उठाउनुको लागि प्रयोग गरिएको सामानहरू पहिला यो यस्तोहरू। यो चाहिँ अब मृगको छाला हो कि बाख्राको सुकाएर यसरी बनाएर किन यसरी राखेको थाहा भएन। यो सायद ब्यागको लागि प्रयोग गरिएको सामानहरू हुनसक्छ। यिनीहरू चाहिँ गाइस चाहिँ लुगाहरूको लागि हो। यता पछि अलिक डेभलप हुँदै आएपछि यहाँ पनि रहेछ। अन्त ओखलीहरू पनि प्रयोग गरेको थिएछ अरू कन्ट्रीहरूले पनि। खुरुक पनि रहेछ ल हेर्नु है, खुरुकहरू, यो हर्पीहरू, घैलाहरू अनि यो ओखलीहरू पनि यो अरबिक देशहरूमा पनि थिएछ गाई।